सबैमा नमस्कार अनि जय मसी। अनि हामी चाहिँ आज 5 देखि 6 वर्षको अनि पछाडि हाम्रो भेटघाट हाम्रो पास्टर टिभी दादासँग उहाँको यो फार्ममा हामी आज उहाँलाई भेट्दै भिजिट गर्न गएका थियौँ। अनि उहाँले चाहिँ बाटोमा अर्को निर्माण गर्दै हुनुहुन्थ्यो यतापट्टि। अनि मैले त्यो चाहिँ फोटो लिने भिडियो लिने बिर्सेछु मैले दोकानहरूको लागि। अनि यो चाहिँ हामी फार्ममा चाहिँ हामी जाँदै गरेको यो दृश्य हो। यो थोरै उकालो रहेछ। अनि यो बाटोमा चाहिँ उकालोमा चाहिँ अनि मैले जाँदा जाँदा अनि अखबारी खोर्सानीको बोटहरू देखेँ। अनि अखबारी चाहिँ एकदम अनि साधारण भए पनि एकदम फुलिरहेको थियो। सायद पछि हामी यो खोर्सानी पनि खानेछौँ। अनि हामी गयौँ अनि यो टमाटर पनि फलिरहेको थियो। अनि हामी यहाँ गयौँ अनि उहाँहरूको कुखुरा है अनि पाल्नु भएको कुखुरा हेर्नुहोस् है। यहाँनिर कस्तो मजाले खुल्ला छोडेर पाल्नु भएको, सबै बाहिर चरिरहेको थियो यत्तिकै। अनि चल्लाहरू पनि यो फुर्लुङमा चल्लाहरू थियो। मैले मजाले भिडियो लिइनँ। खोरभित्र चाहिँ भालेहरू छ अनि खुल्ला चरिरहेछ कुखुरा। अनि हामी यहाँ पनि कुखुरा छ हेर्नुहोस् है। अब यहाँ शीतल तापेर टन्नै बसिरहेछ कुखुरा। अनि भाउजू अनि मैले चाहिँ मसी गरेँ अनि भाउजू लजाउँदै भित्र बस्नु है। अनि उहाँहरूको चाहिँ यो रुँग्दै बस्ने अनि ठाउँ। अनि यहाँ चाहिँ उहाँहरू अरू बेला हावा खाँदै अनि सङ्गति पनि गर्नुहुँदो रहेछ यस ठाउँमा चाहिँ। अनि यहाँबाट चाहिँ परमेश्वरको महिमा होस्। हामी गफहरू गऱ्यौँ, धेरै खुसी भयौँ, धेरै वर्षको बावजुद भेटघाट है। अनि हामी फर्क्यौँ। अनि यहाँ फर्किँदाखेरि मैले यसमा पनि फोटो भिडियो थोरै लिएँ ओह्रालोमा। अनि हामी अटो लगेर गएको थियौँ। हामी अटोमा हामी फर्क्यौँ बाटोमा। अनि हामी फर्किँदै गर्दाको यो दृश्य। तपाईँलाई धेरै धेरै धन्यवाद हेरेर साथ दिनुभएको लागि। अनि तपाईँलाई लोकल कुखुरा चाहिएमा तपाईँहरूले यहाँ आएर लिन सक्नुहुन्छ। यो धरानको माथि ट्री हाउसदेखि माथि पर्छ। अनि सबैजनालाई धेरै धेरै अनि धन्यवाद फेरि पनि दिँदै नमस्कार जय मसी। अनि हाम्रो गन्तव्य घरतर्फ लाग्यौँ।